हे एभ्रिवान नमस्ते फेरि पनि स्वागत छ यहाँहरूलाई मेरो युट्युब च्यानलमा। अस्तिको भिडियोमा चाहिँ मैले हिरागानाको ओसम्म सिकाएको थिएँ भने आज चाहिँ त्यसपछि सबै सिकाउनेवालामा छु। लास्टसम्म हेरेर हिरागाना च्याम्पियन हुनुहोला है त। सबभन्दा सुरुमा चाहिँ यो हिरागानाको पढ्ने तरिका पढेर सुनाउनेवालामा छु। त्यसपछि हिरागाना कण्ठ गर्ने सजिलो टेक्निक भन्नेवालामा छु है त। सो लेट्स गो। आ इ उ ए ओ का की कु के को सा सी सु से सो ता ची चु ते तो ना नी नु ने नो हा ही हु हे हो मा मी मु मे मो या यु यो रा री रु रे रो वा वो अनि त्यसपछि यो कण्ठ चाहिँ कसरी गर्ने त भनेर भन्दाखेरि चाहिँ सुरुको शब्द कण्ठ गर्यो भने पछाडिको शब्द पनि कण्ठ गर्न सजिलो हुन्छ। त्यही भएर सुरुको शब्द चाहिँ कसरी कण्ठ गर्न सक्नुहुन्छ भने आकाश तान हेमाया रावण भनेर कण्ठ गर्न सक्नुहुनेछ। सो फटाफट का की कु के को लेख्ने तरिका भन्छ है त। सबभन्दा सुरुमा का चाहिँ कसरी लेख्छ भने सबभन्दा सुरुमा चाहिँ यहाँबाट यसरी तानेर यस्तो गरिदिने अनि त्यसपछि सिधा धर्को तान्ने, यो चाहिँ का भयो। सरी अनि त्यसपछि यहाँ सानो तानिदिने, यो चाहिँ का भयो है त। की चाहिँ कसरी लेख्छ भने सबभन्दा सुरुमा यसरी तलबाट माथि यसरी तान्ने अनि त्यसपछि सिधा ल्याउने तल अनि त्यसपछि यहाँनिर हल्का यसो गरिदिने, यो चाहिँ की भयो। अनि कुको लेख्ने तरिका भनेको चाहिँ यसरी सजिलो छ। अनि के को लेख्ने तरिका सबभन्दा सुरुमा मासुको धर्को तान्ने, सिधा धर्को तान्ने, त्यसपछि हल्का यस्तो गर्ने अनि त्यसपछि हल्का घुमाइदिने के। अनि को लेख्ने तरिका भनेको चाहिँ सुरुमा माथिको अनि त्यसपछि तलको, यो भयो को। नेक्स्ट चाहिँ सा सी सु से सो, यसको पनि लेख्ने तरिका सिकाउँछु। सबभन्दा सुरुमा यसरी तान्नुस् अनि त्यसपछि यसरी तान्नुस् अनि त्यसपछि यसरी तान्नुस्, यो चाहिँ सा भयो है त। सी को लेख्ने तरिका भनेको चाहिँ सिधा तानेर यसरी हल्का छड्के तानिदिनुस्, यो भयो सी। सुको लेख्ने तरिका सबभन्दा सुरुमा सिधा धर्को तानिदिने अनि त्यसपछि माथिबाट तल ल्याएर घुमाइदिने यसरी, यो भयो सु। सेको लागि चाहिँ सबभन्दा सुरुमा लेफ्टबाट राइट अलिकति नराम्रो भयो, लेफ्टबाट राइटमा यसरी तानिदिने अनि यतापट्टिको राइट साइडको धर्कोलाई सुरुमा तानेर यसरी ल्याइदिने अनि त्यसपछि लेफ्ट साइडको धर्कोलाई तानेर यसरी लगिदिने, यो भयो से। सोको लागि चाहिँ पेन नछोडी गर्न यसरी तानिदिने अनि यता ल्याउने अनि यता ल्याउने अनि यता लगेर यसो गर्ने है त। नेक्स्ट छ ता ची चु ते तो, यो पनि लेख्नलाई सजिलो छ। हजुरहरू पेन र पेपर चाहिँ राख्नु होला। सबभन्दा सुरुमा धर्को तान्ने यसरी अनि त्यसपछि माथिबाट तल धर्को तान्ने अनि यहाँनिर हल्का यस्तो अनि हल्का यस्तो, सक्यो। यो चाहिँ ता भयो है त। अनि त्यसपछि चीको लेख्ने तरिका भनेको सबभन्दा सुरुमा यसरी तान्ने अनि माथिबाट तल लगाएर घुमाइदिने, यो भयो ची। यसलाई चाहिँ ची भन्छौँ। सु लेख्नको लागि चाहिँ यति मात्र गरिदिनु, सक्यो। नेक्स्ट छ ते, यसरी सबभन्दा सुरुमा तान्ने अनि त्यसपछि घुमाएर यसरी ल्याउने, यो भयो ते। तो लेख्न पनि एकदमै सजिलो छ। सबभन्दा सुरुमा माथिको टुप्पो तान्ने अनि त्यसपछि घुमाइदिने। सरी गाइज, यो टुप्पो चाहिँ अलिकति यहाँसम्म पुर्याउनु होला, यो भयो तो। अब नेक्स्ट भनेको ना। सबभन्दा सुरुमा यसरी धर्को तान्नुस् अनि त्यसपछि माथिबाट तल तानिदिनुस्
अनि त्यसपछि हल्का यसरी तान्दिनुस् अनि त्यसपछि यसो गरिदिनुस्। यो भयो ना। नीको लेख्ने तरिका चाहिँ माथिबाट तल तानेर हल्का यसरी घुमाइदिने अनि त्यसपछि हल्का यता अनि हल्का यता। यो चाहिँ नी भयो है त। नुको लेख्ने तरिका चाहिँ हल्का धर्को तान्ने यसरी अनि त्यसपछि माथिबाट तल घुमाएर यस्तो गर्ने। यो चाहिँ नु भयो है त। ने लेख्ने तरिका चाहिँ सबभन्दा सुरुमा सिधा धर्को तान्ने अनि त्यसपछि यसरी लगेर फेरि मासतिर लगेर यसरी घुमाइदिने। यो भयो ने। नो चाहिँ एकदमै सजिलो छ। यस्तो गरेर यसरी लगिदिने। सो यो भयो न। सो आ का सा ता ना पढ्यो। अब हा। हा हि फु हे हो। यसको पनि म लेख्ने तरिका भन्छु। सबभन्दा सुरुमा धर्को तान्ने सिधा धर्को तान्ने अनि त्यसपछि यस्तो गर्ने अनि त्यसपछि यस्तो गरिदिने। यो भयो हा। हिको लेख्ने तरिका पनि सजिलो छ। यस्तो गरिदिने अनि स्माइल जस्तो पारिदिने अनि यस्तो गर्ने। यो भयो हि। फुको लेख्ने तरिका पनि सजिलो छ। माथि तान्ने अनि यसरी घुमाइदिने अनि यस्तो गर्ने अनि यस्तो गर्ने। यो भयो फु। नेक्स्ट चाहिँ हे। हे चाहिँ सबभन्दा सुरुमा यसो गर्ने मासतिर तान्ने अनि फेरि तलतिर ल्याइदिने हिमाल जस्तो पारिदिने। यो चाहिँ हे भयो है त। अनि नेक्स्ट हो। हो पनि सजिलो छ। सबभन्दा सुरुमा धर्को तान्ने अनि त्यसपछि 1 2 अनि त्यसपछि यस्तो गरिदिने। यो भयो हो। थाक्नु भएको त छैन नि। अब नेक्स्ट चाहिँ हामी फेरि मा पढ्नेवालामा छौँ। मा मी मु मे मो। सबभन्दा सुरुमा धर्को तान्ने अलिकति सिधा तान्दाखेरि सिधा नहुन पनि सक्छ। बुझिदिनु होला है त। मा चाहिँ यसरी लेख्न सकिन्छ। अनि मी पनि यस्तो गर्ने यसरी तल ल्याउने यस्तो गर्ने। यो चाहिँ मी भयो है त। अनि मुको लेख्ने तरिका पनि सबभन्दा सुरुमा यहाँ धर्को तान्ने सिधा तलबाट ल्याएर घुमाएर यसरी लाने। यो चाहिँ मु भयो है त। मेको लेख्ने तरिका चाहिँ यो भयो मे र नु चाहिँ अलिकति सेमै हुन आउँछ। यो चाहिँ मे भयो। नु चाहिँ कसरी लेख्छ भने अघि नै हामीले लेखेको याद छ। नु चाहिँ यसरी लेखेको थियो है। नु भयो है त। भने यो चाहिँ मे। यो चाहिँ मे भयो है त। अनि मोको लेख्ने तरिका पनि सबभन्दा सुरुमा चाहिँ धर्को तान्ने अनि फेरि धर्को तान्ने अनि त्यसपछि माथिबाट तल ल्याइदिने। यो भयो मो। अझै अलिकति बाँकी छ। लेट्स गो। सबभन्दा सुरुमा चाहिँ यसरी गर्ने अनि त्यसपछि हल्का छटको धर्को तान्दिने अनि माथि टिङ्ग गरिदिने। यो भयो या। अनि युको लेख्ने तरिका चाहिँ सबभन्दा सुरुमा माथिबाट तल सिधा धर्को तान्दिने अनि त्यसपछि यसरी घुमाइदिने अनि यस्तो गरिदिने। यो भयो यु। अनि त्यसपछि नेक्स्ट चाहिँ यो। यो चाहिँ माथिबाट तल यसरी घुमाइदिने अनि यस्तो गरिदिने। यो भयो यो। ओके। सो नेक्स्ट हामी जान्छौँ रा रि रु रे रो। सबभन्दा सुरुमा यस्तो गर्ने अनि त्यसपछि यस्तो गर्ने। यो भयो रा। नेक्स्ट चाहिँ रि। रि पनि सबभन्दा सुरुमा माथिबाट यसरी तान्ने फेरि पनि माथिबाट नै तल तान्दिने सिधा धर्को यसरी। यो भयो रि। नेक्स्ट रु। रु पनि यस्तो यस्तो अनि त्यसपछि यस्तो। यो भयो रु। नेक्स्ट छ रे। रे पनि सबभन्दा सुरुमा धर्को तान्ने अनि त्यसपछि यस्तो गर्ने अनि त्यसपछि
यहाँबाट यसरी गरिदिने, यो भयो रे। नेक्स्ट चाहिँ रो। रो चाहिँ यसरी घुमाइदिने, यो भयो रो। फाइनली गाइस, फाइनल आइपुग्यो। सबभन्दा सुरुमा धर्को तान्ने, सिधा धर्को तान्ने, त्यसपछि यसो गर्ने, यो भयो वा। वो लेख्ने तरिका चाहिँ सबभन्दा सुरुमा धर्को तान्ने, हल्का छटको धर्को तान्ने, अनि त्यसपछि यसरी गर्ने, यसो गर्ने, यो भयो वो। अनि यो चाहिँ हो है त गाइस, यसमा हल्का यस्तो हुन्छ है त, यो भयो यो वा वो सो गाइस फिनिस। वा वो हिरागाना यतिकैमा सकिन्छ। You guys did a great job.